ज्योतिमा हिँडौँ। तपाईको वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको लागि उज्यालो हो। भजन संग्रह 119 अध्याय 105 पद। के तपाईले रातको समयमा जंगलमा बत्ती बिना बाटो खोज्ने चाहना गर्नुहुन्छ र? बत्ती त भएको तर आफूसँग नबोक्ने मानिसको बारेमा तपाईले के सोच्नुहुन्छ? आत्मिक क्षेत्रमा पनि ठिक यस्तै मानिसहरू छन्। अँधेरो र खतरा संसारमा सुरक्षित बाटोहरू खोज्न र त्यहाँ पाइलाहरू अघि बढाउनको लागि हामीलाई परमेश्वरको वचनको ज्योतिको आवश्यकता हुन्छ। तर पनि धेरैजनाले परमेश्वरले दिनुभएको जीवनको ज्योतिलाई प्रयोग गर्दैनन्। त्यस प्रकारका मानिसहरू चाहिँ रातको समयमा हेडलाइट नबाली कार वा बाइक चलाउने मानिसहरू जस्तै हुन्। अझ रातको समयमा जंगल जाने टर्च लाइट पनि सँगै लगेर जाने, तर सेल ब्याट्री चाहिँ नलगी जानेलाई तपाईँ के सोच्नुहुन्छ? यिनीहरू चाहिँ यस्ता मानिसहरू हुन् जोसँग बाइबल छ तर कहिल्यै पढ्दैनन्। बत्तीमा तेल छैन भने वा टर्च लाइटमा ब्याट्री छैन भने यसको के महत्त्व हुन्छ र, हैन? हामी लामो बाटो हिँड्नु छ भने हामीलाई अझ अतिरिक्त ब्याट्रीको आवश्यकता पर्दछ। येशूले 5 मूर्ख कन्याहरू जो रातको समयमा अतिरिक्त तेल नलगी दुल्हा भेट्न गएको दृष्टान्त भन्नुभएको त हामी सबैलाई याद होला, हैन? यो मत्तीको पुस्तक 25 अध्यायको 1 देखि 16 पदमा लेखिएको छ। तेल पर्याप्त नभएको कारण चाहिने बेलामा तिनीहरूको बत्ती निप्दछ। यस्ता प्रकारका मानिसहरू चाहिँ परमेश्वरको वचनको ज्ञान हल्का वा थोरै भएको तर लक्ष्यमा पुग्नको लागि पर्याप्त नभएकाहरू हुन्। कलसीको पुस्तक 3 अध्यायको 16 पदले भन्दछ, परमेश्वरको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, तसर्थ तपाईँ र मैले एक अर्कालाई पनि सिकाउन सकौँ र परमेश्वरको आराधना गर्न सकौँ। साँच्चै तपाईँ र मेरो लागि परमेश्वरको वचनको महत्त्व कति छ सो हामीले बाइबलमा आज हेर्नेछौँ। यहोशूको पुस्तकले भन्दछ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखेका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। यहोशू 1 अध्यायको 8 पद। यसै गरी हामीले व्यवस्थाको पुस्तक 6 अध्यायको 6 पदमा पाठ गर्ने हो भने, मैले तिमीहरूलाई सुनाइराखेका आज्ञाहरू आफ्ना मनमा राख भन्ने लेखिएको छ। व्यवस्थाकै पुस्तक 11 को 8 मा लेखिएको छ, आज मैले तिमीहरूलाई दिएका मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख। परमेश्वरको वचन तपाईँ र मेरो मनमा हुनु पर्दछ। परमेश्वरको वचनले यहीँबाट नै ज्योति दिँदछ। तपाईँ र मेरो दराजमा बाइबल हुनु मात्र पर्याप्त हुँदैन। धेरैले बाइबल पढ्नुहोस् भन्दा मसँग घरमा छ नि भन्छन्, तर त्यस्तो होइन। उहाँको वचन त तपाईँ र मेरो हृदयमा बस्नु पर्दछ। परमेश्वरको वचन तपाईँ र मेरो आँखा र कानबाट तपाईँ र मेरो मनमा पस्नु पर्छ। यो घुसाउनको लागि तपाईँ र मेरो शिरमाथि बाइबलको चक्का वा सिडी हाल्ने ठाउँ त छैन नि, होइन त? त्यसैले परमेश्वरको वचन पाउन प्रचारलाई राम्रोसँग सुन्नु पर्दछ, बाइबल अध्ययनमा सहभागी हुनु पर्दछ र धर्मशास्त्रलाई पढ्नु पर्दछ। बाइबलले के भनेको हो सो हामीले जान्नु पर्दछ, तर यो मात्र पर्याप्त छैन। हामीले परमेश्वरको वचन बुझ्नु पर्दछ। त्यसैले एफिसीको पुस्तक 1 अध्यायको 17 र 18 पदमा पावल भन्दछन्, म प्रार्थना गर्दछु परमेश्वरले तिमीहरूलाई ज्ञान बुद्धि र प्रकाशको आत्मा दिउन्, ताकि तिमीहरूको हृदयका आँखा उज्यालो होस्। आमेन। तसर्थ के र के कामका लागि परमेश्वरले बोलाउनु भएको हो सो जान्न सकौँ। आत्मिक बुझाइले तपाईँ र मेरो जीवनलाई नियन्त्रित गर्नु पर्दछ, ताकि सबै काम हामीले गर्न सक्नेछौँ। सबै कामका मतलब चाहिँ हाम्रा कामहरू परमेश्वरको वचन अनुसार हुनु पर्दछ, जे पायो त्यही हो भन्ने अर्थमा चाहिँ होइन।
तसर्थ परमेश्वरको वचन हामीमा भयो भने तपाईँ र मैले के गर्ने, कसो गर्ने, के बोल्ने, सबै कुराहरू जान्नेछौँ र सफलता पाउनेछौँ। पहिलो यूहन्ना 1:6-7 भन्दछ, हामी ज्योतिमा हिँड्नु पर्दछ। यसको अर्थ तपाईँ र मैले ज्योति नभएको ठाउँलाई त्याग्नु पर्दछ। साँच्चै परमेश्वरको वचन अनुसार हिँड्न भरपूर कोसिस गर्नु, तपाईँ र म ज्योतिको स्थानमा हिँड्ने प्रयास गर्नु। आँखा नदेख्नेहरूको लागि ज्योतिको केही अर्थ हुँदैन। उसले यसलाई चिन्दैन र केही फाइदा पनि गर्दैन। अनि यो आत्मिक अन्धो मानिसहरूमा पनि लागू हुन्छ। अन्धोले अन्धोलाई डोर्याउन सक्दैन। मत्ती 15:14 यही भन्दछ, अन्धोले अन्धोलाई डोराएमा दुवै खाल्डामा लड्नेछन्। त्यसैले तपाईँ र मैले आत्मिक आँखा खोल्न जरुरी छ र आफ्ना अन्धकारमा रुमलिएका दाजुभाइहरूले प्रेम गरी उज्यालोतर्फ डोर्याउनु पर्दछ। तपाईँ र मैले क्षमा पाउन र जीवन पाउनको लागि ज्योतिमा येशू कहाँ फर्किनु पर्दछ। तपाईँ र मैले जीवनमा सफलता पाउन पनि सफलता दिने कुराहरूमा लाग्नु पर्दछ। ज्योतिले तपाईँ र मलाई पछ्याउँदैन, हामीले चाहिँ ज्योतिलाई पछ्याउनु पर्दछ। हो, परमेश्वरको वचन गोडाको निम्ति बत्ती र बाटोको लागि उज्यालो हो। ज्योतिमा हिँड्नको लागि हामीले परमेश्वरको वचन जान्नु पर्दछ। हामीले वचन बुझ्नु पर्दछ र परमेश्वरको चाहना अनुसार कार्य गर्नु पर्दछ। हामीले अन्धकारलाई पन्छाएर ज्योतिमा हिँड्नु पर्दछ। अब यो ज्योतिमा हिँड्नको लागि परमेश्वरको वचन जान्नु पर्ने भयो। हामीले यसलाई स्मरण गर्नु पर्दछ र ध्यान दिनु पर्दछ। कसरी गर्ने, म सक्दिनँ भनेर हुँदैन। सानो छँदा मलाई एकजना पाको उमेरको मानिसले सोध्नुभयो, जोनाथन, तिमीले हात्तीलाई कसरी खान्छौ? म सानो थिएँ अनि ठट्टा गरेको होला भनी सोचेँ। मैले अलिक मजाक तरिकाले भने, हे मैले हात्ती खान्न। त्यस मानिसले मलाई भन्यो, उत्तर छ, बिस्तारै टुक्रा टुक्रा गरेर। हेर्नुहोस् त, जीवनमा ठुलो कुरा प्राप्ति गर्न, जस्तै ऋण तिर्न, बचत गर्न, 5 केजी तौल घटाउन, सेवाकै सुरु गर्न वा कुनै पनि कुरा गर्नको लागि तपाईँले सानो एक कदमबाट सुरुवात गर्नुपर्दछ। 1000 माइल यात्रा एउटा पाइलाबाट सुरु हुन्छ। धेरै मानिसहरू ठुलो कुरा सोचेर उत्साहित हुन्छन्, तर सोच्दा सोच्दै चल्नै नसक्ने हुन्छन् र केही गर्न नसक्ने हुन्छन्। के तपाईँ पनि विश्वासमा अघि बढ्न चाहनुहुन्छ र परमेश्वरको वचन सम्झना गर्न चाहनुहुन्छ? ठिक छ, चाहनुहुन्छ भने बिहान 10 मिनट प्रार्थना गर्ने बानी सुरु गरी हेर्नुहोस्। तपाईँ छक्क पर्नुहुनेछ, कस्तो अचम्म तरिकाले तपाईँको सम्बन्ध परमेश्वरसँग सजिलै बलियो भयो। त्यो कुरा तपाईँले देख्नुहुनेछ। सानो सानो कुराहरू गर्दा गर्दै मानिसहरूमा कति गाढा प्रेम बढ्छ, होइन? त्यसरी नै साना साना विश्वासका कदमबाट परमेश्वरसँग तपाईँ र मेरो सम्बन्ध पनि गाढा हुनेछ। परमेश्वरको वचन कण्ठ गर्ने कुरामा पनि यही हो। तपाईँले एउटा सानो छोटो पदबाट सुरु गर्नुहोस्। बिस्तारै तपाईँको सम्झने शक्ति सुध्रिनेछ अनि लामो खण्डहरू पनि सजिलै सम्झना गर्नुहुनेछ। आजदेखि तपाईँले पहिलो एक कदम लिनुहोस्। हामी सबैलाई परमेश्वरले आशीर्वाद दिउन्।